Alright, good morning. जो चाहिँ हामी हिँड्दै जाँदैछौँ। बिहानको 5:30 बजेको छ। हाम्रो घरतिर पनि एउटा प्लास्टिक दिने ठाउँ छ। काम नलाग्ने सफा प्लास्टिक यहाँ ल्याएर दिन सकिनेछ भनेर यहाँ बोर्ड पनि टालेको छ। यो ग्रिन रोड वेस्ट म्यानेजमेन्टद्वारा सञ्चालित हो। ठ्याक्क मधुडाको यो बाटोमा उकालोको तल यहाँ छ। यो एरियामा प्लास्टिक चाहिँ हजुरहरूले ल्याएर यहाँ छोड्न सक्नुहुन्छ है। यस्तरी ग्राउन्डेड भएर दौडेको पनि राम्रो, खाली खुट्टा चौरमा दुबोमा। धेरै राम्रो काम गर्छ कि यसले। म नि आउनु पर्यो। हजुरको घर त यतै होला नि? यही हो। सर डेली गर्नुहुन्छ? बिहान डेली गर्छु। बिहान बेलुकै? बेलुका त त्यति गरिन्न, बिहानमा सिट हुन्छ नि। ठिक हो ठिक हो। यसले चाहिँ ताजै बनाइदिन्छ कि बिहानै यत्तिकै गऱ्यो नि हिँड्ने एकदम। म नि एक वाक लिएर यहाँ निस्किनु पर्ला कि यस्तरी। ल तपाईँलाई देखेरै मलाई इनर्जी आयो कि। ल है शुभ दिन अङ्कल। यो चाहिँ म्युजियमबाट तल झर्ने बाटोमा हो। बिहान बिहान यत्रो फोहोरहरू चलाउनु भएको रहेछ यहाँ। यहीँ बोर्ड टालिरहेको छ कि यस टोल विकास संस्थाको वरपर फोहोर फाल्दा मनाइ छ, यदि फोहोर भेटिएमा कारवाही हुनेछ भन्ने छ। दिस इज रङ टोटली। यस्तरी यो फोहोरहरूलाई छुट्याएर ऊ गरेको भए चाहिँ बेस्ट हुन्थ्यो। त्यही त अवेरनेस पुगेको छैन। हामी चाहिँ आर्ट थ्रु अवेर गरौँ कि भन्ने सोचले हिँडिरहेको छौँ। तीस मिनटको हिँडाएपछि हामी आएका छौँ साइडमा। दिदीको दोकान खुल्ला रहेछ, चिया खाम। हाम्रो सामान चाहिँ यहाँ हुन्छ। डेफो राम्रो छ दिनचर्या कस्तो छ? दिनचर्या राम्रो साइलेन्ट हालेन होला। दामी साइलेन्ट आएको छ अरे। साइलेन्टको ल तलब पनि हिजै आएको थियो कि चिया पनि आयो है। ल दिदी गुड मर्निङ। नमस्ते, धन्यवाद। ल छोडिदिनु। के लेख्ने भने ट्याग होइन, लेख्ने पार्ट चाहिँ अनि त्यो ट्यागको भित्रको सिन के हुन्छ भनेदेखि यस्तो हुँदो रहेछ। ट्याग यसरी हाल्दो रहेछ, कप्प कम्प्रेस भएर निक्लिँदो रहेछ क्या होइन। ट्यागका त फ्याक्ट्रीको सिन ट्यागै गोलो गोलो बनाइन्छ। म के गर्ने होइन त्यहाँ अब ट्यागै क्राउडले कोरेर भयो नि भरिदिने कि छैन कि। लेट्स रिसाइकल आवर सिटी बी द चेन्ज बी अ हिरो। त्यहाँ चाहिँ अनि यहाँ चाहिँ रिसाइकल गरेर वाला छ। यो चाहिँ अब सेन्टरहरू बनाइदिन्छ। म त्यहाँ चाहिँ अब गोलोहरू बनाएर त्यो सामानहरू त्यहाँ ट्रेस गरेर छोडिदिन्छु दोकान पनि। अनि स्टुडेन्टहरूलाई आज चाहिँ गर्नु विवेकलाई बोलाउनु मिल्छ। विवेक अलराइट। हाम्रो ढाका टोपी बोय टल्किरहेको छ है, दामी देखिरहेछ। गुरुले उहाँ ढाका टोपी दामी बनाइदिनु। आमाको हेरेर ल भन्छ ल ए हानिदिन्छ भन्नु। ल ठिक छ ठिक छ। आज यो वाल कम्प्लिट हुन्छ होला साइड डेफ हो भने चाहिँ हामीलाई एउटा वाल कम्प्लिट गर्न 1 दिन लाग्दो रहेछ। 4 दिनमा हामीले 4वटा वाल कम्प्लिट गऱ्यौँ। यसरी नै भित्रको पोर्सेस बनाइदिन्छु म होइन। अनि यो चाहिँ अलिकति यस्तो गरेर गरिदिने कि सायद यहाँ चाहिँ यस्तो गोलो गरिदिने। त्यो म्याग्निफायर ग्लासले हेरेको छ कि यहाँ गोलो गरिदिने। त्यो उसहरूले बनाएको प्लास्टिकहरूले बनाएको भनेर रोड देखाइदिने। त्यसको बारेमा लेखिदिने क्या। ओके होइन, रोड मेड बाई प्लास्टिक वेट भनेर कि। अब हामीले टेक्सहरू चाहिँ धेरै खेलाउनु पऱ्यो कि अलिकति ग्राफिक यतातिर र यहाँ पनि। डस्टबिन हामीले यिनीहरूको नि पप हुने होइन त नि यहाँ वाल।
तिमीहरूले म्यासेज के भन्ने टाइपको लेख्नु पऱ्यो कि छैन कि ल म त्यही लेख्छु अब होइन चिया खाइदिउँ न त पहिला चिया खाइदिउँ गुरु ल कस्तो बस्छ बा राम्रो बस्छ हस् धन्यवाद खाएन ल चियर्स अनि चियर्स राम्रो छ निन्द्रा लाग्छ भनेर चाहिँ कि है बिहानमा नभए उठ्ने बानी त उठ्ने तर हिँड्ने बानी नहोला कि अब त बिहान बिहान हिँड्नुपर्छ दौडिनुपर्छ है दौडिँदै जानुपर्छ सही है cycle your waist सिटी धेरै थियो राम्रो देखेको छ त्यही थियो वहीँसम्म त्यस्तै थियो यति आर्ट गरेपछि यति सफा गरेपछि फोहोर फाल्दैनन् कि भन्ने यो आर्ट यो युएनडिपीको प्रोजेक्ट स्कुलसँग कोल्याब एकदम राम्रो गरेर लाग्यो अब त्यही त त्यो सफा गरिँदाखेरि नि गाह्रो भयो कि यो एक लेभलको त सुरुमा त्यो सब फालेको त अन्त सिसा फुटालेर फालेर झन् त त्यो त्योहरू झ्याउ कि बोटल यतिकै ल्याएर फालिदिनु बरु ठिक छ त्यो फुटालेर फालिदिनु झन् पहिलाहरू पनि के यो आगे महिनामा सब फालिदियो अहिले चाहिँ मलाई एकदम खुसी लाग्यो राम्रो गर्यो राम्रो छ है साला यो नरलाई चाहिँ सामान भन्ने हुन्छ कि ओके कस्तो हुन्थ्यो फोहोरहरू म त नि भन्दाखेरि यस्तो राम्रो गर्यो त आफूलाई खुसी लाग्यो धन्यवाद धन्यवाद चाहिँ केटीहरूले चाहिँ डिटेल दिनु लाग्छ कि यहाँ है प्लास्टिकहरू सबै पुग्छ कि प्लास्टिक उइसहरू हो यहाँ बक्सा भनेर गरेको हुन्छ कि है यो बोया हुन्छ र अब यहीँ टाइम लाग्छ तिनीहरूलाई 1-2 घन्टा सब तिनीहरूलाई यो प्याकेज चाहिँ प्याक केही गरेको हुन्छ तिनीहरूलाई सम्झेर यो फ्याक्ट्री हो त्यहाँबाट कलेक्ट भयो र त्यहाँ सेल भएपछि यो पार्ट चाहिँ तिनीहरूले होइन अब रोड मेड फ्रम प्लास्टिक हान्नु पर्यो यसमा यही वाला मान्यो होइन त्यो हान्यौँ अनि त्यहाँ 4 झिकेको वाला एउटा क्यारेक्टर राख्यो है यत्रै हान्नु त्यति हाल्ने अहिले के एक्जाम चलिरहेको तिमीहरू युनिट टेस्ट हो युनिट टेस्ट हाम्रो त भेरिएबल ए अँ अब भोलि छ सिम्पल के पहिला यहाँ यसरी गोलो बनायो होइन है त्यसपछि यसको माथि अर्को गोलो बनायो होइन अझ कम्प्लिटली उ गर जस्तै यहाँ काट्यो नि त यो फुलको होइन अलिक कम्प्लिटली यस्तरी राउन्ड बनाऊ नाइस बल्ल देखि नि है हो त्यसै चुच्चै गोलो गोलो घुमाएको हो घुमेपछि राम्रो देख्छ कि हो एउटा बनाऊ तर टाइम लाएर बनाऊ राम्रो बनाऊ राम्रो छ कस्तो भइरहेछ एक्सपिरियन्स योभन्दा पहिला वालमा पेन्ट गरेको थिएन फर्स्ट एक्सपिरियन्स हो अब आत्मबल आयो नि अर्कोचोटिलाई कोर्नलाई अब त एनी टाइम कोर्नलाई रेडी हो नि होइन वालमा होइन गुड कस्तो भइरहेछ एक्सपिरियन्स पहिला गरेको थियौ यो वाल पेन्टिङ नाइ फर्स्ट टाइम अब अर्कोचोटि गर्दा चाहिँ अलिकति आत्मबल आयो होइन नाइस एउटा के छ
झिल्की बनाइसक्यो केटाले गाडी ल कस्तो छ एक्सपिरियन्स पहिला वालमा गरेको थियौ कामहरू फर्स्ट टाइम हो ओके यो अब अर्कोचोटि चाहिँ आत्मबल आउँछ कि वालमा कोर्नलाई तिमीहरूलाई ढुक्क तरिकाले आनन्दले घरमा कुनै त्यस्तो वालहरू छ भने राम्रो म्यासेजवाला केही कोरेर ट्राई गर्दा हुन्छ कि इरोर भयो नि केही भएन जस्ट एकचोटि ट्राई चाहिँ घर पनि नाइस नाइस ल दामी देश जुत्ता बनाएर थाकियो छैन ल सबलाई एउटा क्वेसन सोध्छु यो के को लोगो ओके ग्रेट ग्रेट तिमीहरू सोचे भन्दा बढी स्मार्ट छौ हामीले त बिहान 5 बजे आउँछौँ 5, 6, 7, 8, 9 बजीसम्म कोर्छौँ शीतलो हुन्छ नि त घाम हुन्न अनि घर जान्छौँ भात खान्छौँ रेस्ट गर्छौँ अनि यही टाइममा चाहिँ तिमीहरूलाई गराउने हो अनि पानी परेन भने फेरि 5 to 7:30 बजीसम्म फेरि कोर्ने गाह्रो छ नि म यो मधगौडा इन्टरनेसनल माउन्टेन म्युजियम थाहा छ गोबन्जी थाहा गोबन्जी त्योभन्दा तल एउटा चिलिनियर क्याफे भनेर छ मेरो एउटा क्याफे छ त्यहाँ हजुर त्यहाँ चाहिँ आर्ट क्याफे हो यस्तै बच्चाहरूलाई आर्ट सिकाउँछु भेज क्याफे छ मैले खिचेको फोटोहरू छ सबै त्यस्तो क्याफे छ तिमीहरू त्यतातिर झर्दा चाहिँ त्यतातिर आयो भने चाहिँ पस ल ल यो कस्तो भएछ तिमीहरूलाई कस्तो लाग्यो यो भित्ता कस्तो थियो कस्तो भयो होइन अझै नि अझै फोहोर फालिरहेको छ मान्छेले तर क्लिन गर्नुपर्छ कसैको काम फोहोर फाल्ने हो नि कसैको काम क्लिन गर्ने नि हो नि त हाम्रो काम क्लिन गरिदिने केही भएन अहिले जाने बेलामा यो एउटा खोल लर फाल्ने एउटा त्यो लर फाल्ने क्लिन गर्ने यो तिमीहरूको एरिया अब मैले त कोर्छु जान्छु तिमीहरू हुन्छौ यसलाई केयर गर्ने रेखदेख गर्ने त्यही भएर राम्रोसँग केयर गर्ने है अब आएर त यसरी त भन्दैन नि तर पायो होला नि केही न केही कति अङ्कलहरू आउनुहुन्छ कति राम्रो भएछ अब त यहाँ फोहोर नफाल्ला नि यो सफा सुग्घर भएपछि भन्नुभएछ अब घरमा तिमीहरूले बुझाउने हो तिमीहरूले साथीभाइलाई बुझाउने अङ्कल आन्टी को हुनुहुन्छ घरमा यताउति बुझाउने हामीले यस्तो यस्तो आर्ट गरेछौँ यो आर्टको मिनिङ चाहिँ यो हो भन्न चाहिँ सिकाउनु पऱ्यो यहाँ के भएछ यो उसलाई रिसाइकल गरेर बुक बनाउन मिल्यो फेरि गएर फ्याक्ट्रीबाट होइन सबै गर्न मिल्यो पेपरै रिसाइकल गर्न मिल्यो अनि यहाँ के भएछ लाउँदो यहाँबाट त्यो बहिनीले आर्ट गराएको थियो नि 10 क्लासको बहिनीले उसको आर्ट हो नि त यो यहाँबाट बोतलहरू आएको रहेछ अब यहाँबाट बोतलहरू झिक्ने यो कुकुरले नि हेल्प गर्छ अनि त्यहाँबाट रेस्क्यु के अरे यो फोहोरहरूलाई कलेक्ट गर्ने पहिला कलेक्ट गरेर चाहिँ यसलाई लर सेल गर्ने अनि यो प्रोडक्ट हुन्छ यहाँ चाहिँ हामी सर म्याम आउनुहुन्छ कल्ली हुनुहुन्छ हेलो नमस्ते वेलकम टु माई ब्लग थ्याङ्क यू ल गर त्यो एउटा तिम्रो भ्याएपछि चाहिँ अर्को नेक्स्टको पालो आउँछ भिडियोहरु युट्युबमा हाल्नुहुन्छ यो तिमीले हेरिराख्नु पर्यो घर घर है फोहोर जता पाए त्यतै नफाल्ने भनेर त्यहाँ लेखेको छ है ओके डस्टबिनमा फाल्ने ल Alright,
आजको दिनभरिमा चाहिँ यो यति कामहरू भएको छ। यहाँ चाहिँ बी द चेन्जको एउटा वर्डिङ आएको छ। त्यसपछि यो रिसाइक्लिङ प्रोसेस लाइक पुरानो वस्तु नयाँ प्रयोग गरेर सुपर हिरो क्यारेक्टर आइसकेको छ। पछाडि ब्याकड्रप माउन्टेन रेन्ज छ, बी हिरो आइसकेको छ। यो बेस्ट आर्टाको स्टुडेन्टको लागि हामीले हल्का मोडिफाई गरेर उसको थिम चाहिँ हतबाट यसरी प्लास्टिकको बोतलहरू आएको त्यस्तो थियो। यसलाई चाहिँ हामीले कस्तो गर्दैछौँ भने चाहिँ एकजना कसैले चाहिँ यसलाई पिकअप गरेर डग्सले नि साथ दिएछ। यसलाई कलेक्ट ट्र्यास मेक इट क्यास थिममा लगेर यहाँ एउटा रियल डस्टबिन राख्ने। यो चाहिँ महानगरको एउटा गाडी हो जुन चाहिँ फोहोर उठाउन आउँछ भन्ने थिमले। अनि यो चाहिँ एउटा रोड बन्छ। यो रोड चाहिँ प्लास्टिकबाट बनेको रोड हो र यहाँ रिसाइकल हुँदैछ फोहोरहरू। र रिसाइकल भएपछि यो चाहिँ सेलमा पनि थ्रु बुक्स पेपर ब्याग्स भएर रिसाइकल भएर आएको छ। रिसाइकल गर्न मिल्ने कुराहरू 4-5वटा यसो देखेको छु। थिङ्स द्याट क्यान बी रिसाइकल। लेट्स रिसाइकल आवर सिटी थिममा इट अल स्टार्ट्स विथ यु भनेर यहाँ आउँछ होला पण। यति भएपछि चाहिँ कम्प्लिट हुन्छ हाम्रो यो फर्स्ट फेजको फर्स्ट 4वटा वाल। त्यसपछि हामी मुभ हुन्छौँ 3 उताको वालहरूमा, रङ्गशाला साइडको वालहरूमा। टिल देन